Good morning guys, welcome to our new vlog. अब आज चाहिँ हामी कहाँ जानु लाटे? Lake Glenburn. आज हामी तीनजना क्याम्पिङ जाँदैछौँ गाइस. अब हेरौँ के हुन्छ. Meet my friend Saksham. Saksham है. I'm a very old friend of Bases हैन? बच्चादेखिको साथी. Meet my brother. Yo. Prozul. Prozul Shrestha. And he's single. Yeah. कपाल त के भन्नु तेरो नाम छ त बुरे. This is ल गाइस, अब हामी हिँडेको. यस्तो चाहिँ वेदर चाहिँ हल्का यस्तो खासै राम्रो छैन आज. अब हिँडेको आज म ड्राइभर होइन है गाइस फेरि. आज म यहाँ बस्ने हो. आनन्दले रैला हान्दै जाने ब्रो. ल अब हेरौँ बाटोमा के हुन्छ कस्तो हुन्छ है त गाइस. स्टे ट्युन. ल गाइस हामी जाँदैछौँ होइन. M1 छिरिसकेको छौँ हाइवेमा. जस स्कुल जोनभन्दा अगाडि हाइवे आएपछि चाहिँ ढुक्कै हुन्छ क्या. शीतल हैन? यहाँ चाहिँ आजको हाम्रो गुरुजी चाहिँ हुनुहुन्छ. नमस्ते गाइस. मलाई त यस्तो आनन्द भइरहेछ गाडी चलाउनु पर्यो होइन. आनन्द रिल्याक्स पारामा. अब 1 घण्टासम्मको लागि हो. 1 घण्टापछि चाहिँ म पनि यस्तो मजा आउँछ नि यसरी बस्न. खुट्टा सुत्ता माथि राखेर बसेछु म चाहिँ. अनि यहाँ छ हाम्रो एकजना टुरिस्ट. हेलो. हाउ आर यु ब्रदर? You good? You still sleepy? Yeah, kind of. So, how's the energy, brother? I don't know. Maybe I should drink a bit. What? We'll have coffee in a while, brother. Don't worry. We will be having a really nice coffee soon हैन? And त्यो then भन्दा we'll start having beer. We, not we, brother. You only, okay? मिल्दैन. For like 2 hours, only you. After 2 hours, maybe he can join. What do you think, brother? I'll see about it. तर त्यो अहिले त्यो त्यहाँ त्यो काई कफी खानमा रोकेको बेला चाहिँ हैन एउटा कुरा के गर्नुपर्छ हामीले भने चाहिँ 2-3 बियर स्किममा अट्छ. अट्छ कि हेर्नुपर्छ. स्किममा हाल्नुपर्छ यार. Let's see. ल है guys, अब the wild रमाइलो भइन्छ. Let's go! ल है guys, अब बाटोमा फेरि के भयो नि भ्लग अन गर्छु. ल है गाइस, हामी चाहिँ यहाँ के छ ब्रो? अल गुड. ल हामी चाहिँ यहाँ यसो पेट्रोल हाल्दैछौँ भर्खरै फिलअप गऱ्यो. अब एकैछिनै अब गर्नुहोस् त. अनि ब्रो त्यो पनि लिनुपर्छ सिलिन्डर. गाइस चियर्स. फर्स्ट फुड अफ द डे. हामी चाहिँ अब यसो खाना खानु लाग्यो. दामी चाहिँ ठाउँ छ तर यहाँ. सबैलाई नमस्कार है. अब I'm taking over the mic, so मेरो नाम Mic and camera. Sorry guys, I'm taking over the camera. Mic चाहिँ अझै पनि मेरो साथीकै छातीमा टालिएको छ. अब our journey we're halfway through. अब हामी कहाँ पुग्यौँ भन्दाखेरि चाहिँ कहाँ पुग्यौँ साथी हामी माइथील्यान्ड पुग्यौँ. So I did my turn driving हैन. अब चाहिँ मेरो साथीको पालो. भाइ पछाडि बसेर चिल गर्दैछ. This journey has been really wonderful till now. I hope it stays the same. And besides, we got ourselves coffee. I wouldn't say it's the best, but it does its job. And अब चाहिँ हामी न्युकासलमा रोकिन्छ सिधै अब कहीँ पनि रोकिँदैनौँ हामी. सिधै हाम्रो अब डेस्टिनेसनमै हामी रोकिन्छ. कफीको यो खुल्यो क्या धन्न पुगेको यार. अब यति भन्दै म मेरो 2 शब्द यही रोक्छु.
म हजुरलाई बाहिरको सिनहरू देखाउँछ भने यहाँ स्टेकहरू बाहिर चलिरहेको छन् यो क्यामेराबाट मलाई जुमसुम गर्न आउँदैन म त्यस्तो दामी छैन क्यामेरामा त्यही भएर अलिक टाढाबाटै आफै क्यामेरामा जुम हाल्नु हजुरहरू भिडियोमा पछि भ्लगमा होइन अब त्यही हो सो वी स्टिल ह्याभ almost 1.5 hours left 131 kilometer left so alright guys see you in a bit अब म फेरि मेरो सोल सङ बजाउँछु अनि I'll see you guys soon take care के हुँदैछ गाइस So welcome guys, welcome back again. फेरि पनि म सक्षम तपाईँहरूको सामु आइसकेको छ होइन सानो प्रस्तुति लिएर हो यहाँ सानो प्रस्तुति लिएर त्यो प्रस्तुतिको शीर्षक छ क्याम्पिङ अब सो हामी there's still 94 kilometers left for us to drive होइन almost 1.5 hour भर्खर ललिपप लगेलु गीत सुनेर boys are very hyped up अनि त्यही हो अब आज अब रमाइलो हुन्छ होला weather is looking very nice बिहान चाहिँ अलिक cloudy थियो it was drizzling a little bit अब अहिले चाहिँ looks sunny looks like it's gonna be a good sunny weather out there अब hopefully everything goes to plan finger crossed yes and yeah that's pretty much it we gonna be back on listening to the music अब I don't know what's next on the list and we'll see you guys soon. And the main thing is today I'm missing something. I'm missing my nose ring. I forgot to wear it today. So yeah, all good guys. Take it easy. I'll see you guys soon. उठाएन त अहिलेसम्म Huh? उठाएन अहिलेसम्म त त्यहाँ कहिले उठाएन होला Fine. डर Hey guys, welcome guys. हामी चाहिँ अब पुग्न आँट्यौँ. It's only 17 minutes left, 11 kilometers left. अब हामी चाहिँ मेन हाइवेबाट भित्र छिरेर सानो एलिवेबाट गइरहेको छौँ अहिले हैन. अब has been a great trip so far हैन. The climate is so good. भनौँ न warm, crispy warm. त्यस्तो धेरै गर्मी पनि छैन, त्यस्तो धेरै जाडो पनि छैन. अब a bit humid तर as expected सिडनीमा चाहिँ क्लाउड भइरहेको थियो. It was drizzling up there in Sydney. So I guess overall it's perfect. अब let's see हैन मेरो साथीहरु चाहिँ कस्तो फिल भइरहेको छ. विशेष लास्ट रमाइलो आज मेन चाहिँ वेदरले चाहिँ एकदमै साथ दिएको छ सिडनीबाट निस्किँदाखेरि चाहिँ पानी परिरहेको थियो एकदम क्लाउडी थियो टेन्सन भइरहेको थियो कसरी क्याम्पिङ गर्ने होला भनेर तर यहाँ आएपछि चाहिँ एकदम इट्स प्रिटी सनी अनि अब चाहिँ बवाल रमाइलो हुन्छ जाने बित्तिकै लेकमा बियर फालेर चिसो बियर खाइन्छ अनि सुरु हुन्छ हाम्रो पार्टी अनि हाम्रो भाइलाई पनि सोध्यो भाइलाई कस्तो भइरहेछ भाइको एक्सपिरियन्स है त भाइ हजुर सो अब कति छ 15 मिनट छ अब क्याम्पिङ साइड पुग्नु वेदर एकदम राम्रो छ जस्ट वेटिङ कि अब कहिले बियर खान पाइन्छ चिल त्यही अब दिस जर्नी इज भेरी स्पेसल फर अल अफ अस होइन अब त्यो यो कुरा भन्नुभन्दा अगाडि चाहिँ म एकछिन एउटा एरियल भ्यू देखाउँछु गाइजहरूलाई अब जस्ट त्यो अघि माथिको सनरुफ खोलेको छ पहाडी गाडी कोही पनि छैन जस्तो आई बिलिभ इट्स सेफ फर अस एकछिन मैले सिट बेल्ट खोलेँ होइन दिस इज नट गुड थिङ टु डु त्यही पनि लेट्स ह्याभ एन एरियल भ्यू है त गाइज 1 2 3 बुम भ्यू यस्तो राम्रो छ भ्यू लुक एट द रोड है look at outside everything is so beautiful so guys हजुरले आफ्नो भ्यू देख्नु भयो होला हैन it was really lovely view was so good अब हामी चाहिँ अलमोस्ट पुगि नै सक्यौं भनौँ हामी त्यो पार्क भित्र छिरिसक्यौं अब like this trip is very special for all of us भनौँ किनकि I think भाइको नि फर्स्ट क्याम्पिङ ट्रिप जस्तो लाग्यो
अनि हामी पनि लाइक वी हेभ गन लाइक फ्यु क्याम्पिङ ट्रिप्स होला योभन्दा अगाडि सो वी गाइज आर वी बोथ अफ अस मेबी अल अफ अस आर काइन्ड अफ रुकी होइन त्यही भएर यो भ्लगिङको कुरामा नि आम अ भेरी न्यू पर्सन मेरो साथीको भ्लगिङ च्यानल छ आइएम जस्ट ट्राइङ टु स्पिक एन्ड स्पिड आउट थिङ्स केही नराम्रो वचन बोल्यो भने माफ पाऊँ होइन त्यही पनि एनिवे गाइज होइन कमेन्ट गर्नु होला कस्तो लाग्यो हजुरलाई यो भिडियो होइन टिप्स एन्ड ट्रिक्सहरू दिनु छ हामीलाई होइन कस्तो के छ भनेर अनि अर्को कुरा चाहिँ के हो भने सारी सो दिस इज भेरी स्पेसल सो वी स्पेन्ड आवर चाइल्डहुड होइन ट्राभलिङ अ लट इन आवर मोटर बाइक होइन त्यही भएर दिस इज आवर फर्स्ट जर्नी टुगेदर यता सिडनीमा आए पछाडि सो लेट्स सी गाइज सी गाइज अराउन्ड ल है गाइज पुग्यो है अब चाहिँ हामी लेक ग्लेनबर्न पुग्यौँ हामी यस्तो छ है होइन के छ साथी रमाइलो एक्साइटेड very excited brother पुग्यौँ बल्ल बल्ल होइन it was good केही ड्रोन्सहरू पनि हान्यौँ ड्रोन्सहरू पनि हेर्न सक्छौँ तपाईँले अब हाम्रो not the भ्लगमा perfect one तर त्यही पनि हुन्छ nevertheless we did it see you guys Turn right onto Eastern Foreshore Road. so welcome guys अब यो क्यामेरा चाहिँ कसरी यो राम्रोसँग युजै गर्न होइन तर we are here now हामी चाहिँ लेक ग्लेनबर्न पुग्यौँ you can see I'm sweating so much it's really warm up here अबको मेन च्यालेन्ज भनेको चाहिँ हाम्रो टेन्ट बनाउने हो होइन I'll just give you a quick view of the place where we are camped होइन view is super nice there's like main thing is this tent अब यो टेन्ट कसरी सुरु गर्ने के गर्ने केही थाहा छैन कसरी अब हेरौँ ल अल अफ हजार अब साथीहरू के रहेछ सोधौँ है त विशेष हजुर के भइरहेछ तिम्रो यो इजी रहेछ यहाँ यो तिनवटा यो छ नि तिनवटामा हामीसँग तिनवटा रड छ यहाँबाट घुसाउने अनि उठ्यो भाइलाई चाहिँ के होला बल्ल जस्तो छैन बोल्न जस्तो छ हल्का इजी नै रहेछ यो लाइक हामी जस्तो रुकिजहरूको लागि रहेछ जस होपफुली यो बनाओस् होइन बनेन भने पनि के नै गर्न सकिन्छ र गाडी छँदैछ तर स्टे ट्युन गाइज अब उता हाम्रो एउटा क्यामेराबाट चाहिँ टाइम ल्याप्स भइरहेछ अर्को क्यामेराबाट चाहिँ हाम्रो नर्मल रेगुलर भिडियो भइरहेको छ अनि म अब एकछिन यहाँ साथीहरूलाई हेल्प गर्न जान्छु है सी यु गाइज सुन सो गाइज अलिकति हाम्रो क्याम्पिङको अपडेट छ होइन हुन्छ नि अब सुरुमा चाहिँ यो कसरी गर्छ यो क्याम्प कसरी सेटअप गर्छ भनेर हामी अलमोस्ट दियौँ तर एट द एन्ड अफ द डे हामीले सेटअप चाहिँ गरेर भ्यायौँ क्याम्प होइन लुक्स फाइन पर्फेक्ट अब नेक्स्ट भने इट्स भेरी वार्म अप हियर आई थिङ्क अलमोस्ट लाइक 35 डिग्रिज अब भित्र म्याट्रेस बन्दैछ टेन्ट सेन्ट भयो अब चाहिँ मोमो खाने प्लान गराएको अब फ्रेन्ड्स अफ हियर चुलो बसालिरहेको छ नि हेर्नु म देखाउँछु कसरी चेन्ज गर्छ ल कस्तो फिल भयो चुलो गर्न चुलो बनाउन आउँछ ए चुलै बनाउन आउँदैछ केटाहरूले आग लाग्यो होला जस्तै म्यानुअल पढ्दै राति होला जस्तो 3-4वटा म्यानुअल पढ्यो बस्यो ल गाइज हाम्रो चाहिँ यहाँ क्याम्प सेटअप भइसक्यो अब यहाँ मोमो है मोमो पाक्न लाग्छ यस्तो छ हाम्रो यहाँ छ हाम्रो एकजना कर्मीले एकदम भइसक्यो बल्ल टेन्ट सेट गऱ्यौँ होइन त रमाइलो छ अनि आजको हाम्रो ड्रिङ्क्स चाहिँ फेरि यस्तो छ है के हो यो ड्रिङ्क्स के हो सेक्सी आएको थियो फेरि एकजना हेलो सेक्सी यस्तो छ है अनि के हो यार ड्रिङ्क्स पनि सेक्सी छ त फेरि हाम्रो आज के हो यार यो निलो छ त यार के हो यो के साथी बनाइ ठिकै छ अब आज निलो खाइन्छ निलो र सुन त हिजो अलि चाकिसक्यौँ अलिकति अब आज अलिकति निलो चाहिँ खाइन्छ अब अहिले होइन निलो चाहिँ अलि साँझ परे पछाडि अहिले चाहिँ हल्का फुल्का बियर सेयरै खाइन्छ मोमो यस्तो छ है चिल गरिन्छ एकछिन होइन अरू चाहिँ अब बिस्तारै मोमो पकाउँछौँ ल अब एज यु क्यान सी मेरो मुखमा एकदम पसिनाले तरबरै भइसकेको छु होइन तर लुक एट आवर ब्रदर्स यो चियर्स दे आर बिजी ड्रिङ्किङ म चाहिँ अलिक भान्ची पनि परेँ यसो लगाएर होइन त्यही भएर यहाँ अब यसो लगाएर हाम्रो मोमो पाक्दैछ मोमो चाहिँ हेरौँ है त क्यामेरा चलाउनु होइन मेन कुरा त अनि यो मुन्नी मोमोले चाहिँ कहाँ कसरी ल्याउने अगाडि अब हाम्रो यो मोमो पाकिसकेको छ म हजुरलाई मोमो देखाउँछु त यो त म सकेन यार
है गाइस रेडी भयो मोमो यस्तै हो क्याम्पिङको मोमो चाहिँ हाम्रो यहाँ चाहिँ अर्को मोमो पनि पाक्दैछ यस्तो छ है फेरि क्याम्प स्याम्प सेटअप गरेपछि चाहिँ हामीले अनि खाजा पकाएर खायौँ खाजा पकाउन थालेपछि चाहिँ अब केटाहरू स्विमिङ गर्ने भनेर स्विमिङ गर्न थाल्यौँ अनि यस्तो राम्रो हल्का सनराइज देखिरहेको थियो अनि स्विमिङ पनि गर्दै थियो अनि राम्रो आएको थियो भिडियोहरू अनि केटाहरू स्विमिङ गर्दै रमाइलो गऱ्यो अनि हामी एकदमै राम्रो सनसेट पनि हेऱ्यौँ दिस प्लेस लेक ग्लेनबर्न चाहिँ एकदमै राम्रो ठाउँ रहेछ एक्चुअली जानुपर्ने ठाउँ छ सो प्लिज है सबैजना एक्चुअली भिजिट गरिदिनु होला क्याम्पिङको लागि भए पनि डे ट्रिपको लागि भयो भने इट्स अ भेरी अमेजिङ प्लेस सनसेटको लागि झन् यस्तो गोगल ठाउँ छ हेर्नु सक्नुहुन्छ तपाईँले कस्तो राम्रो सनसेट देखिरहेको छ यहाँबाट यस्तो गोल्डन आवर थियो नि हाम्रो होइन एकदमै इन्जोय गऱ्यौँ क्या सबै कुरा अनि त्यही हो एकदमै रमाइलो ठाउँ थियो अब क्याम्पिङ चाहिँ एकदमै रमाइलो जस्ट बुलशिट थियो सो त्यही हो गाइस अझै अलिकति बाँकी छ भ्लग है हेर्नु है त के हुन्छ के बाँकी छ हेर्नु यो हेर्नुहोस् यो कस्तो राम्रो देखाएको छ लेक यो चाहिँ एकदमै राम्रो छ है जानै भन्ने ठाउँ है गाइस एकचोटि गएर भिजिट गरिदिनु होला सबैजनाले ट्राई गरेको छु ल गाइस हाम्रो चाहिँ अब क्याम्पिङको पार्टी सुरु भयो होइन यहाँ चाहिँ अब हामीले आगो बाल्दैछौँ अनि यहाँ चाहिँ हाम्रो छ पोर्क चिकन पाक्दैछ होइन गाइस अनि त्यसपछि यहाँ चाहिँ हाम्रो के छ त के हो यो ल है आजको ड्रिङ्क्स छ है यहाँ चाहिँ अब गाइस यस्तो छ है सेक्सी छ है फेरि ड्रिङ्क्स चाहिँ के हो यो खत्रै हो त नि यो त ल है गाइस अब खाम यस्तो छ है भ्यू चाहिँ लेक अलिअलि देखिरह होला होइन आगो पनि देखाइदियो होइन यसो के छ हाम्रो गाइस खोल्न चाहिँ म मेरो साथीलाई लगाउँछु है प्लिज यहाँ हाम्रो भर्खरै अजी हुनुभएको छ उहाँ चाहिँ होइन अब हिज नट फकिङ नेपाली अब होइन अब अजी है ल उहाँले खोल्नुहुन्छ यो चाहिँ है प्लिज ल है गाइस यो चाहिँ दिस इज फर अल थ्री अफ अस होइन आजको हाम्रो यो ट्रिप एज वी विस्ट त्यस्तै भयो अब हेर हामी रसलन भोटका खाएर हुर्का मान्छे होइन मिन्स्क छाङ खाएर हुर्का मान्छे यो भने त नौलो कुरा हो होइन अब यो चाहिँ निकै गाह्रो रहेछ खोल्नको लागि अब हेर्नु अब फेरि बिल्ला पनि हुनसक्छ भनेर म अहिले गरिरहेको छु होइन बिल्ला नहोस् अरू त त्यही हो ल यो पनि भारी नै हुँदो रहेछ यार यो पनि होला जस्तो 12 क्यारेट त विशेष के लाग्छ तिमीलाई होइन 12 क्यारेट छ हुनसक्छ अब यसले निकाल्यो है कोर्क निकाल्यो कि यो गर्ने ल ओए स्मेल खोइ यहाँ पनि अलिकति स्मेल दिस इज डिभाइन ट्रस्ट मी दिस इज डिभाइन इफ यु लिभ इन सिडनी ट्रस्ट मी सस्तो भएकोलाई खानु छ होला है यो इट्स बेटर देन वाटर ट्रस्ट मी सेभ वाटर ड्रिङ्क ब्लू लेबल ल साथी तिमी पनि एक स्निफ ल्याउ नि त भाइलाई पनि दिनुपर्छ यस पछाडि ब्रो ल अगाडि हेरेर ट्याक्कै सुनिहाल्यो ड्याङ्ग खस्दिरहेको क्या ब्रो म मस्त भनिदिन्छ नि तिमी अगाडि किन गर्नु पर्छ अब यहाँ के छ त हाम्रो यो एकदमै राम्रो यो खानेकुराहरू म बिर्को लागि चाहिँ फेरि खस्यो भने सक्यो लाइफ त यही हो के छ त यो दिस इज चिकन दिस पोर्क कटलेट थियो है अनि दिस चाहिँ यो चाहिँ के भरे पोर्क स्क्वेयर्स हो त्यो यता राख्दिउँ क्या है यता पोर्क प्यानमा चाहिँ राख्दिउँ क्या यहाँ त्यहाँ भइरहेको छ ए हामीले एउटा कुरालाई हेला गऱ्यौँ है गाइज
म अहिले देखाउँछु है यसलाई पनि हेला गर्नु भएन नि यो पनि ठुलै कुरा हो ए ओके 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 हाम्रो यहाँ Okay. जोनी वोकरको गोल्ड लेभल रिजर्भ पनि छ होइन यो चाहिँ अब हिजो हामीले अब कस्तो रहेछ चाखौँ न भनेर अलिकति खाइदिएको थियौँ त्यही भएर चाकु भनेर त होइन कि आधीभन्दा अलिकति बढी नै कम छ हिजोदेखि सुरु भएको भनौँ न हाम्रो तर अब त्यो 700 मिल अब हामी तिनजनाले अलि पुग्न गाह्रो हुन्छ भनेर अब यो चाहिँ अब ब्याकअप भनौँ न खाइन्छ होला 5 किलो मासु चाहिँ खाइन्छ होला अब साथी के यस्तै त हो नि जिन्दगी अब बाँचेपछि खाइन्छ अब त्यही होला Cheers, guys. Happy camping. क्याम्पिङ फरज वेलकम गाइज रातिको 12 बज्यो अनि हामीसँग हाम्रो फ्रेन्ड कङ्गारू छ यहाँ बरी कहाँ भएको त Good morning, guys. Morning guys, it looks like it's a lovely morning outside. Yeah. हामी सनराइज चाहिँ मिस गऱ्यौँ अब त्यस्तै भयो सुत्दाखेरि नै 3-4 बजी चाहिँ अब त्यही हो अब अझै चाहिँ फ्रेस भएको छ होइन अब एक्चुअली मजाले फ्रेस भयो भने चाहिँ अब ब्रेकफास्ट पाक्दैछ बिचको ब्रेकफास्ट गर्दैछ वी स्टिल हेभ द बिग थिङ टु डु हुन्छ नि अनएसेम्बल गरेर यो ब्यागमा हाल्नु छ त्यसले बिग डिल आई गेस अरू त सिटी हो यो काटा निकाल्न चाहिँ अलिकति ढाल्नु पर्छ अदरवाइज हामीसँग उठ नि त 35 छ नि त everything else is pretty much done. अब यो ग्यास चुलो हाल्ने ग्यास हाल्ने otherwise yeah that's pretty much it. The plan is by 11 Yeah. होइन यहाँबाट निस्किने and day off नै छ so there is no rush. बिस्तारै जान्छौँ हामी रोक्दै रोक्दै बिस्तारै जान्छन् केही रस छैन अरू बेला यो हुन्छ नि रात क्याम्पिङ गर्दाखेरि रमाइलो गरेर वाइ गरे पनि इन टर्म्स अफ ड्राइभिङ एन्ड इन टर्म्स अफ सेफ्टी हामी चाहिँ हुन्छ नि वी आर भेरी सेफ होइन त्यही भएर देयर इज नो कम्प्रोमाइज इन रिगार्ड सेफ्टी भएर किनभने चाहिँ क्याम्पिङ सधैँ आइहाल्यो अरे तर लास्ट भनेको त्यसरी मात्र हुन्छ द्याट्स अल फ्रम माई साइड गाइज हेभ अ लुक एट द क्रिस्पी बेकन नट क्रिस्पी येट बट एन्ड लभली नेपाली चिया बन्दैछ है ल गाइस यस्तो छ है बन्दैछ यहाँ चिया हुन्छ अलिअलि मेरो गर्दैछु मेरो उस गर्न त्यसरी चाहिँ भ्यू चाहिँ यस्तो छ फेरि चार्ज गर्दैछु मेरै फोन त्यहाँ त्यसो है गाइस अनि दिस इज माई ऊ छैन नि त फेरि तार छैन होला क्या युएसबी सी टु टाइप सी हो अनि युएसबी सी नै चाहिन्छ र ल त्यो गर अनि यहाँ चाहिँ हेलो ब्रदर हङ्गओभर निन्द्रा हल्का ना त्यो सबभन्दा धेरै सुतेको तिमी हो थाहा छ अनि बल्ल उठेछु नि अनि एकैछिनको टाइम डाइभ हान्न आउनु त नि अहिले उठ्ने बित्तिकै डाइभ हान्न आउनु बरु एकैछिनमा जाने अब एकैछिनमा जान्छु and then ल गाइस स्टे ट्युन So hello guys, welcome back है अब चाहिँ हाम्रो यो क्याम्पिङ जर्नी यो 1 डे ट्रिप आज सकिसक्यो भनौँ अब हामी घर फर्किँदैछौँ भर्खर कति अलमोस्ट लाइक 20 मिनट्स भयो हामीले क्याम्प साइट छोडेको हामी बिहान उठ्दाखेरि त्यही अलमोस्ट 8:30 भएको थियो I'll do less talking, have a look at the scenes है guys So hi guys, welcome back है यो भ्लगमा चाहिँ हजुरले एकदम डिफ्रेन्ट फेसेसहरू देख्नुहुन्छ होला अब यु माइट सी माई फेस भेरी अफन अब हामी चाहिँ क्याम्पिङहरू सकाएर सबै कुरा गरेर घर फर्किरहेको छौँ अब सधैँ रमाइलो गर्दाखेरि पनि भएन भोलिबाट अब काम पनि गर्नु पऱ्यो अब यो क्याम्प यो यस्तो क्याम्पिङलाई फन गर्नको लागि काम पनि गर्नुपर्छ अब त्यही त भर्खरै हामी क्याम्प साइडबाट निस्क्यौँ बिहान उठ्दा अलिकति अब ढिलो नै भयो भनौँ है ढिलो त यस्तो राति अब अलिक धेरै लेट नाइट पार्टी भयो बिहानैसम्म भयो 2-3 बजीसम्म त्यही भएर खासमा बिहान उठ्दै सुत्दै 3-4 बजिसकेको थियो अब पछाडि अब बिहान जस हामी 8 बजी उठ्यौँ जस्तो लाग्यो होइन 8 बजी त उठ्यो 8 बजी उठ्यौँ त्यस पछाडि जे होस् हामी अलिक प्रोएक्टिभ नै भयौँ उठेर ब्रेकफास्टहरू खाएर
I would say हिजोको रातिको बार्बिक्यू मासु चाहिँ it was really good है पुरा मिठो थियो हैन लास्ट टाइम लास्ट हैन भएन भाइ मिठो म भाइलाई पनि देख्छु भने भाइ त ह्याङओभरमा छ हो भाइ चाहिँ भाइ त पनि तिम्रो स्कीबाट एउटा बियर निकालेर खाएर जान्छ ब्रो यु वान्ट टु यु क्यान ओके अनि त्यही अब त्यही भनेको अब खायौँ हामीले रक्सी भन्दाखेरि अब रक्सी खानु त हामीले फेरि कसैको रक्सीहरू केही प्रमोट चाहिँ गरेको होइन है खाने कुरा पनि होइन तर कहिलेकाहीँ रमाइलोमा अलिअलि खाँदा केही पनि भएन हामीले चाहिँ फेयर अमाउन्टमा खायौँ भनौँ एउटा मिडल लेभल सकायौँ एउटा अलमोस्ट लाइक हाफ अफ कोर लेभल पनि सकायौँ अलमोस्ट 1 कार्टन बियर पनि खायौँ तर त्यो हामीले एकैजना बसेर खाएको होइन दिनभरि गरेर खाएको होइन आनन्दले बसेर खाएको हो त्यो छ नि नराम्रो पाराहरू जस्तो गरेर खाएको होइन एकदम सबै पाराले खायौँ अनि बिहान उठे पछाडि पनि लाइक उठ्न गाह्रो भयो तर उठेपछि वी वर भेरी क्विक टेन्टहरू हुन्छ नि निकाल्यौँ त्यो सबै प्याक गऱ्यौँ त्यो प्याक गर्न चाहिँ अलिकति गाह्रो थियो ठुलो साइज भएर अनि प्याक गऱ्यौँ होइन पिँडाएर चाहिँ क्या छैन टाढो अनभेसिङ नआउने अनि त्यही हो तर एउटा कुरा चाहिँ अलिकति मलाई त्यो भयो क्या बिहानको ब्रेकफास्ट चाहिँ वाउ भएन बिहान ब्रेकफास्ट हाम्रो अलिकति वेल म्यानेज भएन तर ठिकै छ बिहानको ब्रेकफास्ट चाहिँ कस्तो भयो भने पछाडि हजुरको यो हामीले टर्किस ब्रेड लिएर आएको थियौँ अनि बेकन र एग लिएर आएको थियौँ के कुरा के भयो भने चाहिँ हामीले मेन त त्यो ओइल स्प्रे ल्याउन बिर्सेको रहेछौँ अनि त्यस पछाडि सल्ट एन्ड पेपर पनि केही पनि थिएन होइन अनि त्यस पछाडि प्लस नो सस के सस पनि केही पनि भएन अनि इट वाज रियली ड्राई के अनि अनि अब यति भन्दै म अहिले भ्लग एन्ड गर्छु अहिले हामी कफी खाएर रोक्छौँ होला अनि त्यहाँ म आइल बी ब्याक गाइज त ल सी यु सुन गाइज टेक केयर सो वेलकम गाइज हाम्रो क्याम्पिङ चाहिँ इट हेज कम टु एन एन्ड वी ड्रोभ होम सेफली अझै म त घर पुगेको छैन आई ड्रप माई बोइज to their places. Miss Hadi the GY bus, I Ashfield buses, so I dropped them. So it's gonna be more. I think traffically got almost like 1.5 hour drive for me back home. Yeah, otherwise no changes, guys. Still the same. It's here empty. Got the sun kiraru. Let me change the camera. Yeah, so I hope you guys enjoyed our vlog. So yes. So let's do bye from all of us. Come here, Pop. So bye from all of us. See you in another camping trip. See you. All goodbye. Goodbye.